जुन एउटा हिसाबले मैले यो प्रोसेस चालिराख्दाखेरि जुन एउटा मैले चाहिँ क्याप्सन लेख्दा जुन एउटा मैले पोस्टहरू मैले तयार पार्दा हिजो बेलुका मैले पोस्ट गरेँ होला यता रातिको 10 बजे, म बिहान 6 बजे मात्रै सुतेको थिएँ। फोन कल्सहरू त्यस पछाडि हरेक कुराहरू म्यानेज गर्दा त्यो क्याप्सनहरू देख्दा जुन एउटा चाहिँ आम फुटबल फ्यान्सहरूले जुन एउटा पोजिटिभ म्यासेज लेख्दाखेरि होल नाइट नै म सुत्न सकिनँ। जुन एउटा चाहिँ पीडादायी अवस्था थियो। हुन्छ नि त, म जतिको लेभलको प्लेयरले पनि यो तरिकाबाट हिँड्न पर्ने अवस्था आयो भने त बाँकी रहेको प्लेयरले चाहिँ के सोचेर अगाडि फुटबल खेल्ने। अनि त्यस पछाडि कैयौं नेपाली महिला फुटबल टिममा जान्छु र नेपाली महिला फुटबल टिममा परेर जुन एउटा नेसनलाई कन्ट्रिब्युट गर्छु भन्ने आम फ्युचर स्टारहरूले चाहिँ के सोचेर अगाडि बढ्नुहुन्छ भन्ने पनि यसमा चाहिँ व्हाट क्वेसन जोडिएको छ। जुन एउटा हिसाबले पछिल्लो समयमा जुन एउटा नेपाली महिला फुटबलले जुन एउटा त्यो चर्चा कमाइरहेको थियो, त्यसमा पनि सानसाना भाइ बहिनीहरू जुन एउटा चाहिँ सपना बोकेर अगाडि बढिराख्नु भएको छ। आम प्यारेन्ट्सहरूले कति म्यासेज गर्नुहुन्छ, कति म्यासेज फोन कलमा मेरो बच्चासँग बोलिदेऊ, यस्तो गरिदेऊ भन्ने आमा बुवाले चाहिँ आज के कदम चाल्नुहुन्छ होला होइन। अब यो सबै कुराहरू व्हाट क्वेसनमा जोडिएको छ। यो कुरालाई पनि सम्बन्धित निकायले चाहिँ भोलिको दिनमा चाहिँ ध्यान आकर्षण राखेर अगाडि बढाइदिनु हुन पनि म अनुरोध गर्न चाहन्छु। भोलि नेपाली महिला फुटबल होस् र फुटबल जगतमा, सिङ्गो फुटबल जगतमा म जतिको प्लेयरले, जस्तै म फ्रान्समा खेल्दा होस्, चाहे इजरायलमा खेल्दा होस्, चाहे मैले इन्डियामा खेल्दा होस्, इन्डियाको लिग पनि खेलेँ, मैले इजरायलमा खेलेँ, फ्रान्समा खेलेँ, अहिले म वेलिङटन फिनिक्स, न्युजिल्यान्ड प्लस अस्ट्रेलियामा छु। जहाँ हिँड्दा पनि, जता गएर मैले खेल्दा पनि, जुन एउटा क्लबको ट्याग लगाए पनि मसँग मेरो नामसँग जोडिने भनेको सिङ्गो नेपाल हो। सिङ्गो नेपाललाई मैले रिप्रेजेन्ट गरेर हिँडिरहेको छु होइन। मलाई लाग्छ जति पनि सिङ्गो नेपालीहरूले जुन एउटा माया देखाउनु भएको छ, जुन क्लबले चाहिँ मलाई चाहिँ जुन एउटा विश्वास गरेर होइन कि फन्डिङबाट नै हामी राम्रो गर्न सकिन्छ होला, यसमा हामी पनि सहयोग गर्न सक्छौँ भन्ने एउटा चाहिँ पोजिटिभ स्टेटमेन्ट सहित जुन एउटा चाहिँ म्यानेजमेन्ट पक्षले मलाई पनि पुस गरेर जुन एउटा हिसाबमा मलाई आज यो ठाउँमा फेरि कतारको एस्पेटारमा पुग्ने एउटा इन्भाइरोमेन्ट क्रिएट भयो। आम नेपाली फुटबल फ्यान्सले फेरि त्यो कुराहरूलाई चाहिँ जुन हिजोको दिनमा माया गर्नुहुन्थ्यो, आजको दिनमा पनि उत्तिकै माया गरेर मलाई अगाडि पुस गर्नुभएको छ होइन। त्यसको लागि सदा आभारी, सधैँ ऋणी रहनेछु।